पछि हामी दाजुबहिनी चाहिँ बाउ इन्डियाबाट आएको छ अरे हामीलाई भेट्नलाई। त्यही भएर हामी चाहिँ बाउलाई लिन गइरहेको छौँ। आज गाडी घरसम्म नआउने भयो, त्यसै कारण अलिक माथिसम्म मात्रै आउने भयो। त्यही भएर बहिनी र म चाहिँ चट्टा बुवालाई लिन गइरहेको छौँ। अब बुवा इन्डियाबाट हामी भेट्न भनेर आइरहेको छ। त्यही भएर हामी चाहिँ दाजुबहिनी पुरै कसिएर हामी चाहिँ लागिरहेका छौँ। के गर्नु हजुर, यस्तै हो पहाडको बाटो, गाह्रो छ। रोड त छ, गाडी ल्याउनलाई कि रिजर्भै गर्नु पर्यो, गाह्रो छ। हेर्नुहोस् गाइस, हाम्रो दाइ हिमाल दाइ यहाँ गुराँसको फुल टिप्नलाई जाँदै हुनुहुन्छ। हेर्नुहोस् यसरी गुराँसको फुल टिप्दैछ हाम्रो दाइले। कति राम्रो तल चाहिँ गाई झऱ्यो भने गुराँसको फुल होइन, मान्छे एकैचोटि जान्छ स्वर्गलोकमा। हेर्नुहोस् गाइस, आमा कति राम्रो फुल चाहिँ। ल टिपेर पनि आइसक्नु भयो गाजी। हेर्नुहोस् त हाम्रो दाइ। धन्यवाद। हाम्रो बहिनीले साह्रै रहर गरेकोले टिपिदिएको बहिनीलाई लाली गुराँस। के गर्नु, गाह्रो छ। हाम्रो घर आउने रोड चाहिँ यही हो, गाडी आउने, तर गाडी नआएर यहाँ तनाव भएर हिँडिरहनु परेको छ। गाइजहरू यस्तै छ, बाटो यस्तो छ, बहुत गाह्रो छ यो बाटो चाहिँ। हेलो गाइजहरू, हामी चाहिँ बुवालाई ल्याएर आइसक्यो। यहाँ सेतीमाया, एस्तरमाया, सेतीमाया भनेपछि जाने थियो। यो चाहिँ अलैँची अथवा सुकमेल पनि भन्छ, अलैँची बारी पनि छ। चट्टा लाएर अब यो रोड छोडेर चाहिँ यो चाहिँ सर्टकट बाटो, हामी घर चाँडै पुग्छ भनेर हिँडिरहेको छ। तिनजना थियो, कोहीले भुजा खाने भनेर भुजा टाउकोमा बोकिरहेछ। के गर्नु, यस्तै छ। गाई चाहिँ हाम्रो एस्तरमाया चाहिँ तेल बोकेर घरमा आइपुगेको छ। गाई छ गाइस, यहाँ यसरी हाम्रो बुवाले चाहिँ ढेँडो, यो पनि आँटाको गहुँको पिठोको ढेँडो आज नयाँ तरिका गरेर खाने भनेको हजुर। अनि हेर्नुहोस्, बुढो पाको बुवाले यहाँ ढेँडो ओडानी राख्नु भएको छ, तर हामी चाहिँ खाना मात्रै आउँछ, ढेँडो ओडाल्नुलाई चाहिँ आउँदैन। हेर्नुहोस्